मोबाइल हेर्छस् क्या निकिता? एकछिन टिभी लगा न। हे कहाँ अहिलेको जमानामा टिभी हेर्ने हो त, मोबाइल पो हेर्ने हो त। कस्तो गर्मी भएको हो। बरु साइरा हिँड बरफ खान जाउँ। बरफ खान जानु त हुन्थ्यो नि, के गर्नु मसँग पैसा छैन। मसँग छ नि, किन चिन्ता लिन्छेस्? म हुँदै यसलाई म कहाँ फ्रीमै बरफ खुवाउँछु त। यसलाई त मेरो घरको सारा भाँडा मान्न लाउँछु अनि मात्र यसलाई बरफ खुवाउँछु। कम्ता कि बाठी छु र म। ओइ के सोचेर बसे कि? केही नि हैन। बरु साइरा हिँड्न माथि जाउँ, एउटा काम छ क्या। ल साइरा अचार खान्छेस्? खान्छु। अमिता भेट्टाको अचार खान्छेस् कि मुलाको अचार खान्छेस् त? म त मुला के खान्छु। नखानी ए मलाई हेरेर बसेस खाएको? ला एउटा खा। सुन्न साइरा, मेरो मम्मीले क्या भाँडा नमाजेसम्म कहीँ पनि जाने होइन भनेको छ। त भाँडा माज, म भुइँबाट हाल्छु नि, हुँदैन र? अनि त्यसपछि बरफ खान जाउँला। प्लिज मेरो साथी, क्या? ल माज दिउला। त्यसो भए त भाँडा माज, म तलको कोठाको भुइँबाट हाल्छु है त। ल लाइछु मजाले मासु एउटा जुठो नराख्नु त मेरो मम्मीले मार्छन्। अनि भाँडा सबै गरेर यहाँ आफै है। ल म गएँ है, म एकछिनपछि आइहाल्छु। यो निकिता कम बाठी छे। मलाई एउटा बरफ खुवाउँछु भनेर यति धेरै भाँडा माझ्नलाई। यति नगरेसम्म त्यसले मलाई एउटा बरफै खुवाउँदिन। सक्न आँटेकी रहेछ। अब 2 मिनेटपछि सक्छ। साइरा माथि सकिस्? सके। मेरो साथीले यत्रो भाँडा माझ्यो है। अब म तँलाई बरफ खान लान्छु है त। नरिसा मेरो साथी, खुसी हो। लाई बरफ खान जाऊ। कस्तो गर्मी हो निकिता? बरफ खाएपछि त यो गर्मी नै आउँछ होला है। अनि हट्दैन त? फेरि बरफ खाएर चाहिँ छिट्टो आउनु पर्छ है, पढ्नु छ, भोलि एक्जाम हो। हे साइरा, पढेर हात्ती ठुलो भएको छ र। आउन नि बरफ खाने बित्तिकै। ल आन्टी बरफ पाइन्छ? पापा जाने 2टा बरफ दिनु न। हे साइरा, त खाली किन मेरो इज्जत जाने मात्र कुरा गर्छस् हौ? 5 जाने हैन आन्टी, 50 जाने 2टा बरफ दिनु। निकिता 5 जाने खाए भइहाल्यो नि, किन बढी पैसा खर्च गर्नु? साइरा चुप लाग त। यो गाउँको एकमात्र धनी बनी भनेको मेरो मम्मी ड्याडी हो। मेरो मम्मी ड्याडीको इज्जत बचाउन भए पनि मैले 5 जाने हैन 50 जाने आइसक्रिम खानुपर्छ। किन 100 रुपैयाँ आन्टी? आफूलाई 5 रुपियाँ कमाउनको लागि यो चर्को घाममा टाउको फुट्ने गरी बस्नु परेको छ मान्छेको आउँछन् भनेर। हेर धनीहरूको लाइफ छुट्टै हुँदो रहेछ। ए भगवान्, मलाई तिमीले यस्तो गरिब किन बनाइदियो? मलाई पनि त्यो निक्ता जस्तै धनी बनाइदिएको भए तिम्रो के जान्थ्यो भगवान्? तिम्रो के जान्थ्यो? यस्तो सानो उमेरमा चटपटी बेचेर त बस्नु पर्दैन थियो। कति मिठो भयो?
अनि 50 जानी खाएपछि मिठो हुँदैन त? ओइ निकिता कहाँ जानु लागि कि? घर जाने बाटो त यता पो हो त। हे तेरिका, यस्तो टन्टाफुल घाम छ। बरु हिँड, एकछिन चौतिर हावा खाराम। के रे भोलि एक्जाम छ, म त पढ्नु पर्छ। म त जादिन है, मेरो मम्मीले मार्छ। ल ल ल, त जाँदा नि नजा। तँलाई पढाइ नै ठुलो भने मेरोसँग छोड्दैन त। आजदेखि त पनि मसँग नबोल, म पनि तसँग बोल्दिन। फेरि रिसाएर गइहाली। यसको सङ्गत लागेन भने त भोलिदेखि मोमो, चाउमिन, बर्गर, पिज्जा, पानीपुरी केही खान पाउँदिन। खानको लागि पनि यसलाई फकाउनै पर्यो। ए निकिता निकिता पख्न पख। के भो? जा नि, जा। हुँदैन, जा पढ जा। ए नरिसा न, मैले त तेरो मन पो चोरेको हो त। मलाई राम्रोसँग थाहा छ त किन मलाई छोड्न सक्दैनस् भनेर। ल ल हिँड। ल ल जुन्जु। कस्तो शीतल हावाको यार यो रुखको छारीमा। वाउ, ए आनन्दले बसौँ न। ल ल। साइरा, एउटा टिकटक बनाम। कुन गीतमा? माया बस्यो बाटैमा, ट्याटु खोपे हातैमा। ल ल बना न त। बाटैमा माया बस्तिर अनि ट्याटु खोपिदिया के। ल राम्रो। म 3 2 गर्छु है त। यहाँबाट सुरु है त। 3 2 1 गो। अब मोबाइल मेरो खतरा आइहाल्छ नि। अब म घरमा गएर बेलुका पोस्ट गर्छु। न भाइरल पो हुने हो कि त पनि हेरेर लाइक कमेन्ट गर यसो। भइहाल्छ नि, म गरिदिइहाल्छु नि। ल ल। ओ निकिता ढिलो भइसक्यो के, अब त घर जाम प्लिज। ल ल जाम लागे। ओइ ओइ डुसी, म यसरी गोलो बनाउँछु त टिटिट भन् ल। त्यो त किर्नी र डुसी होइन भने हो। एकछिन तिनीहरूलाई बोलाएर जिस्काऊ, रमाइलो नि हुन्छ। अनि त्यसपछि घर जाउँला। ल ल। ओइ किर्नी र डुसी यता आऊ त। डुसी दिदीहरूले बोलाउनु भएको छ, जाम। यहाँ बस तिमीहरू, चप्पल ओछ्याएर बस। ओइ डुसी बस। कति क्युट क्युट बच्चाहरू है। हाँस त हाँस, अलि हाँस न। ओइ डुसी र किर्नी तिमीहरू नाच, हामी भिडियो बनाउँछौँ है। कहाँ त्यतिकै हामी नाच्छौँ नि, हामी त भाइरल मान्छे हौ नि। उसो भए तिमीहरू नाचेको हेर्न चाहिँ के गर्नुपर्छ नि? हामीलाई त चटपटे पानीपुरी खुवाउनु पर्छ अनि हामी त मात्र नाच्छौँ। जाब चटपटे र पानीपुरी। ल ल ल ल खुवाइदिउँला, पेट भरुन्जेल खुवाइदिउँला। म भिडियो बनाउँछु, तिमीहरू नाच है त। ल ल ल उठ 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 उठ। यता हेर त, यता हेर। उठ न उठ, उइने उठ। अब एउटा गीत गा। गीत गाउँदै नाच। कुन गीत रे? कुन गीत आउँछ हामीलाई त? कुन गीत आउँछ तँलाई? ल 3 2 1 गो। गाना छिटो, म तँलाई दिन्छु।
केटीसँग हामी पनि भिडियो बनाऊँ न कि भाइरल हुन्छ कि है सही कुरा ल बनाऊँ हेरै हामी हेरेको हेरै हाम्रो दुश्मन छ हेरै दुश्मन हेरेको हेरै एउटा फोटो खिचौँ ल भाइरलहरूसँग ल भिडियो पनि बना न ल भिडियो बना अब गाइजहरू यिनीहरू चाहिँ भाइरल है त भाइरल यो सानी केटीले खतरा गीत गाउँछ है त ल तिमीहरूले कस्तो राम्रो गीत गाउँदै नाच्यौ अब म भाइरल हुन्छु म तिमीलाई पानीपुरी र चटपटे खुवाउँछु हिँड लु जुम लाउ जुम गाउँ बहिनी पानीपुरी चटपटे खाने मामा घर जाने किर्नी जा त 100 को चटपटे बनाइदिनु भन् दिदी 100 रुपैयाँको चटपटे बनाइदिनु पर्यो रे त कोसँग चटपटे खान आएको तर मैले घरै बस पनि पहिला चुप लाग म र डुसी नाचेको अनि निकिता दिदीहरूले भन्नुभएको नाचेपछि चटपटे खुवाइदिने भनेर अनि हामी नाचेको अनि चटपटे खान आएको के छिटो बना छिटो त्यहाँ लिएर आइदे ल भनिस् मोहनी लगायो कि गीत गाता चटपटी भयो के चटपटी आयो ए चटपटी आएछ ओइ डुसी खा पैसा तिरेर आउँछ है पाउने हाम्रो कति भयो 100 रुपैयाँ हैन यो त्यही तपाईँको छोरी होइन हाम्रो साथ सकिएको नि अस्ति त यसले छोको पानी मात्र खानु परेको थियो अहिले त हेर यसले हातले नै बनाएको हामी सबै खायौँ जात गयो के गर्ने यहाँ त पानी रहेछ सुन पानी छर्की छिटो रुक म छर्किदिन्छु यसलाई छर्किम ल मलाई चाहिँ किन छर्केको ए किर्नी तँलाई के थाहा यो दमाईको छोरी हो यसले छोका हामीले खानु हुँदैन हाम्रो जात जान्छ हामीलाई पाप लाग्छ इज्जत पनि जान्छ त्यही भएर सुन पानी छर्किदिएको क्या म पनि दमाईको छोरी त हो नि अनि यो मेरो आफ्नै दिदी तपाईहरुले किन इज्जत जान्छ भनेको के रे त दमाईको छोरी रे तिमीहरु दुईजना दिदी बहिनी हो दमाईको छोरीलाई मैले पहिले कुवाको धारामा भनेको होइन हाम्रो अगाडि देखा नपर तैले छोको हामी केही पनि खादैन भनेर पक्कै पनि हाम्रो जात जाओस् भनेर हामीलाई चटपटे बनाएर खुवाइसैन हो चटपटे बनाएर खुवाइसैन ओइ साइरा सन्तान हेर मलाई रिस उठिसक्यो के गरौँ अब छोड्दै अहिलेको जमानामा यो जात भातको कुरा नगरौँ यो र हामी भनेको एउटै हो यसको रगत पनि हाम्रो जस्तै रातो हुन्छ हेर न बिचरा बहिनीलाई पढाउनको लागि चटपटे बेचेर बस्थे खुरुक्क न यसको 100 रुपैयाँ दे अनि जुम हेर दमाईको छोरी यसले पचाइद बचिस नत्र टाउको एउटा कपाल बाँकी राख्दैन थियो अनि त तिमी पहिले भन्नु पर्दैन थियो म दमाईको छोरी हो भनेर किन भनिस्
हाम्रो जात जाओस् भनेर हो। अनि तैँले अघि नै तिमीहरू नाच म चटपटे खुवाउँछु भने हैन? को हो त्यो भन्ने चाहिँ? साइरा सम्झन। दिदी सरी ल। दिदी अघि त्यो निकिताहरूले तपाईँलाई किन दमै भनेर हेपेको? छोडिदे बहिनी, हामी दमैकै छोरी हो। उनीहरू ठुलो जातका भएर हामी त्यसरी हेपेका। जब तिमी सुरु घर गएर पढ, म चटपटे बेचेर बेलुका आउँछु। हिन्दूसी जाम। म तेरो घर छोडिदिन्छु आज नखेल्नु ल। साइरा, म तँलाई एउटा कुरा भनौँ? के कुरा हो भन् त। फेरि त रिसाउँछ सोला? म रिसाउँदिनँ, भन्न भन्। सुन्न, मेरो घरमा कति धेरै लुगा छ, धोकै छैन। बरु म तँलाई भोलि मोमो खुवाउँछु, हिँड्न दुर। ओए निकिता, तैँले मलाई नोकर सम्झेकी छेस्? हो, तेरो मोमो तै खा। म त घर गएर पढ्नु छ, भोलिदेखि एक्जाम हो। साइरा प्लिज, बिन्ती छ। नाइ नाइ, भोलिदेखि एक्जाम हो, पढाइ बिग्रियो भने मम्मीले मार्छन्। म त पढ्न गएँ। साइरा प्लिज। अब आफै धुनु परिहाल्यो नि। मैले सोचेको थिएँ यो लाठी चाहिँ भनेर, तर मेरो सङ्गत लागेर यो त झन् बाटी भइसक्यो भने। अब आफै धुनु। नानी 50 रुपियाँको चटपटी बनाइदेऊ न मलाई। हुन्छ, त्यहाँ गएर बस्नु पर्छ। नानी एउटा कुरा सोध्छु ल। हुन्छ, भन्नु न। तिमी यति सानै उमेरमा यस्तो चटपटे बेच्छौ, बुवा आमा हुनुहुन्न? होइन आन्टी, मेरो पनि हजुर जस्तै मम्मी हुनुहुन्छ। यसो मम्मीलाई सघाम भनेर आमै कति ज्ञानी छोरी। आफ्नो त छोरी लखर लखर लरिन्थे, यस्तै ज्ञानी छोरी पाउन पा भए पो हुन्थ्यो। हेर त तिमी जत्रै थिए मेरी छोरी पनि, तर खेल्न हिँड्थे, कहाँ जान्थे कहाँ जान्थे। कति मिठो बनाकी नि। मिठो लाग्यो नानी, ल्याऊ पैसा। म गएको ल नानी, सधैँ ज्ञानी हुनु, मम्मीलाई सघाउनु ल। आन्टी। म फेरि आउँछु नि त तिम्रोमा खानालाई ल।